नमस्ते साथीहरू। आज हामी एउटा रमाइलो कथा सुन्नेछौँ। कथाको शीर्षक हो मामा र भान्जाको कथा। कुनै एउटा गाउँमा एउटा मानिस थियो। ऊ अरू मानिसहरूलाई ठग्ने काम गर्थ्यो। ऊ प्राय दिदी भिनाजु कहाँ बस्थ्यो। उसका दिदी भिनाजुको एउटा छोरो थियो। ऊ आफ्नो भान्जालाई दिनभर ठग चर्तिकला सुनाउँदै ठग विद्या सिकाउँथ्यो। तर भान्जो मामालाई भन्ने गर्थ्यो, ठग्ने काम राम्रो होइन। केही समयपछि दिदी भिनाजु कहाँ कति बस्नु भनेर त्यो ठग त्यहाँबाट हिँड्यो। एक दिन ठगको दिदीले छोरालाई भनिन्, छोरा अब त ठुलो भइस्, केही काम गर, कति घरमा मात्रै बस्छस्। छोराले जवाफ दियो, मामाले ठग्ने काम सिकाउनु भएको छ। ठगले सोझा मानिसलाई ठग्छन्, म चाहिँ ठग्ने मानिसलाई सुधार्छु। हेर्दै गर्नुहोला आमा। यति भनेर ऊ घोडा चढेर मामा घरतिर लाग्यो। भान्जो घोडामा चढेर मामा कहाँ पुग्यो। उसको घोडा दुब्लो पातलो र लिखुरे थियो। मामाले घोडातिर अनौठोसित हेर्दै भान्जालाई भने, ओहो भान्जा बाबु, कसरी बाटो बिराएर मेरो घरमा पाइला टेक्नुभयो? तपाईँलाई यो घोडा देखाउँ कि भनेर भान्जाले घोडालाई थपथपाउँदै उत्तर दियो, आह, यस्तो लिखुरे घोडा मलाई देखाउन के ल्याएको? तिमी जसो लक्का जवानले यस्तो घोडा चढ्न सुहाउँछ? मामाले भन्नुभयो, यो चान्चुने घोडा होइन मामा, यसले त प्रत्येक दिन चाँदीका टुक्रा दिशामा गर्छ, भान्जाले भन्यो। मामाले छक्क पर्दै भने, यस्तो पनि हुन्छ र? नचाहिने कुरा, नपत्याए हेर्नुहोस् न त, यसले दिशा गर्ने बेला हुनै लाग्यो, भान्जाले भन्यो। भान्जाले घरबाट हिँड्नु अघि नै घोडाको दानामा चाँदीका केही टुक्राहरू मिसाएर टन्न खान दिएको थियो। उसले घोडा वरिपरि घुम्यो र ढोग्यो। घोडाले दिशा गर्ने बेला हुनै लागेको थियो। घोडाले दिशा पनि गर्यो। घोडाको दिशामा चाँदीका टुक्रा पनि देखिए। ठग मामा आश्चर्यचकित भयो र भने, ओहो, यस्तो फाइदाजनक घोडा? यसले त मेरो तबेला सजाउनु पर्छ भान्जा। यो घोडा मलाई बेच, बरु यसको सट्टामा मेरो घोडा लैजाऊ। भान्जाले सुरुमा त आनाकानी गर्यो। मामाले अति नै जिद्दी गर्न थालेपछि उसले महँगो दाममा लिखेर घोडा बेच्यो। लिखुरे घोडा बेच्यो अनि घोडा चढेर आफ्नो बाटो लाग्यो। ठग मामाले घोडाको निकै स्याहार सुसार गर्यो, कलिलो घाँस खुवायो। भोलिपल्ट मामाले पनि दिशामा चाँदीका टुक्रा निकाल्छ कि भनेर कुरिरहे, तर घोडाले दिशा मात्रै निकाल्यो। यो देखेर ठग मामा रिसायो र घोडालाई पिट्न थाल्यो। दनादन पिट्न थालेपछि घोडा ढल्यो। मामा रन्थनिँदै भान्जा कहाँ पुगेर क्षतिपूर्ति माग्न थाले। भान्जाले मुस्कुराउँदै भने, हत्तेरी मामा, घोडाको वरिपरि घुमेर ढोग्नु पर्थ्यो नि, त्यसपछि मात्रै घोडाले दिशामा चाँदीका टुक्रा निकाल्छ। तपाईँले त्यस्तो गर्नु भएन कि क्या हो? बेकारमा यस्तो लाभदायी घोडा पिटेर थला पार्नु भयो। मामाले वरिपरि नघुमेको र निर्दोष प्राणीलाई पिटेर गल्ती गरेको स्वीकारे। केही दिनपछि भान्जा पुनः मामा घर पुगे। उसँग खरायो थियो। मामाले भान्जाको स्वागत गर्दै भने, आज पनि मलाई फसाउन आयो कि क्या हो भान्जा? भान्जा केही बोलेन र हाँस्यो मात्रै। सामान्य भलाकुसारी भयो। केही छिनपछि भान्जाले प्रस्ताव राख्यो, जाउँ मामा आज हाम्रो घरतिर। के घरमै बस्नुहुन्छ? उतै खाना नि खाउँ। मामाले टाउको कन्यायो अनि भन्यो, जान त जाने हो भान्जा,
तर भोलि बिहान नै मेरो अन्त जाने काम छ। तिम्रो घरमा गएर तुरुन्तै फर्कदा आगो लिन गए जस्तो मात्रै हुन्छ। केही मेवा मिष्टान भोजन गर्न पाइन्न। यस्तोमा त के गई भो र? भान्जाले चिप्लो घस्यो। त्यसको तपाईँले धन्दै मान्नु पर्दैन मामा। मसँग भएको यो खरायो के काम? उसले झोलाबाट खरायो झिक्यो र आदेश दियो। ए लामकाने, जा आमा बुवालाई भन् मेरो मामा आउँदै हुनुहुन्छ, कुखुराको मासु पकाउनु रे। उसलाई धेरै हतार छ, चाँडै गर्न भन्नु। यति भन्दै उसले खरायोलाई छोडिदियो र खरायो दौड्दै एकछिनमा गायब भयो। यता भान्जाले पहिले नै आफ्ना आमा बुवासँग मासु पकाउनु भनेर कुरा मिलाएका थिए। भान्जाले मामालाई पाहुना बनाई घर ल्यायो। अघि छोडेको जस्तै एउटा खरायो घरमा पहिलेदेखि नै राखिएको थियो। सुरुको खरायो त कता हरायो। ठग मामाले अहिले देखिएको खरायो पहिलेकै हो भन्ने ठाने। एकछिनमा कुखुराको मासुको साप्रो चपाउने सौभाग्य पाएको खुसीमा ठग मामाले भन्यो, ओहो भान्जा, गतिला सामान त तिमीसँग मात्र हुने रहेछन्। यस्तो खरायो त म कहाँ हुनुपर्ने हो नि? भान्जाले आनाकानी गर्दै भने, खै मामा, गतिलो घोडा दिएकै हो, थला पारी हाल्नुभयो। अब यो खरायो लैजान्छु भन्नुहुन्छ, यसको पनि त त्यही गति हुने होला नि। तपाईँ त सहयोग गर्नुहुन्न। मामाले भन्यो, हेर भान्जा, यसपालि यस्तो नराम्रो कहिले गर्दिन। भान्जाले राम्रै मोलमा खरायो बेच्यो। बिदा हुँदै ठग मामाले दिदी भिनाजुलाई भन्यो, लागे म त। भान्जाले यति गतिलो खरायो दिएका छन्। केही पर पुगेपछि उसले खरायोलाई भुइँमा राख्दै भन्यो, जा लामकाने, मालिकनीलाई गएर मालिक आउँदैछ भन्, खाना पकाएर घरमै बस्नु। खरायो खुर्र दौड्यो। घरमा सन्देश पुर्याउने भयो भनेर ऊ मक्ख पर्यो। घरमा पुग्दा पुरै अँध्यारो भइसकेको थियो। घरमा श्रीमती पनि थिएनन्, खरायो पनि थिएन। निकै बेरपछि श्रीमती आइपुगिन्। ठग मामाले रिसले मुरमुराउँदै भन्यो, होइन, मैले तिमीलाई खाना पकाउनु अनि घरमै बसिराख्नु भनेर खरायोलाई खबर पठाएको थिएँ, होइन र? होइन, कसलाई खबर पठाउनु भयो? म त छिमेक कहाँ बिहे गएर हेरेर आएँ कि। हजुर पनि दिदी कहाँ खाएर आउनुहुन्छ कि भनेर मैले खाना नै बनाएन, ठगको श्रीमतीले भनिन्। खरायोलाई खबर पठाएको थिएँ त, त्यसले केही भनेन, ठग अझै बम्कियो। श्रीमतीले भनिन्, कुन खरायो? कस्तो खरायो? के नाना भाती कुरा गर्नु भएको? ठग मामालाई भान्जाले आफूलाई ठगेको हो कि भन्ने लाग्यो र अर्को दिन बिहानै भान्जाको घरमा पुग्यो। उसलाई पिट्ने नियतले ठग त्यहाँ पुगेको थियो। मामा रिसाएको देखेर भान्जाले सोध्यो, किन मामा, खरायोले सन्देश पुर्याएन कि कसो हो? मामा बोलेनन्। भान्जाले फेरि भन्यो, अब तपाईँ पनि कम्तीमा पहिले आफ्नो घर चिनाउनु पर्थ्यो नि। घर नै नचिनाई 21 छाडिदिएपछि खरायो कता जाओस्? आफै गल्ती गर्नुहुन्छ अनि मसँग रिसाउनुहुन्छ। ठग मामा रिसले चुर भयो। तिम्रो गलत कुराले घोडा मर्यो। तिम्रो माइजूसँग पनि भनाभन भयो। अब म तिम्रो कुरा केही सुन्दिनँ। उसले रिसले भान्जालाई बोरामा जबरजस्ती हाल्यो र काँधमा बोकेर नदीमा फाल्न हिँड्यो। नदी नपुग्दै मामालाई दिशाले च्याप्यो। ऊ दिशा गर्न भनी नजिकको झाडीमा पस्यो। बोराभित्र भान्जो म बिहे गर्दिन भनेर कराइरहेको थियो। त्यही बाटो एकजना मानिस उठमा चढेर जाँदै थिए। त्यस मानिसले त्यो बोरा खोलिदियो। भान्जाले कुरा बनायो, हेर मित्र, आमा बुवाले मेरो बिहे जबरजस्ती गरिदिँदैछन्। मलाई बिहे गर्न मन छैन।
त्यसैले यसरी बोरामा हालेर लग्दैछन्। उटवालाले भन्यो, त्यसो भए मेरो बिहे गराइदेऊ न त। भान्जाले खोजे जस्तै भयो। उसले उटवालालाई बोरामा हालेर बाँध्यो र आफ्नो उटमा चढेर हिँड्यो। दिशा गरिसकेपछि ठग मामाले त्यो बोरा नदीमा फालिदियो। बल्ल काँडो हट्यो भन्दै मक्ख पर्यो। नदीमा फालिएको उटवाला बल्ल तल बोरा च्यातेर बाँच्न सफल भयो। ऊ अलि तल नदी किनारमा उत्रियो। ज्यान बाँचेकोमा उसले भगवानलाई धन्यवाद दियो। बोरा बोक्दा मामा थकाइले चुर भएको थियो। उसले अगाडि एउटा मानिस उटमा चढेर शानसँग जाँदै गरेको देख्यो। मामाले यो त मेरो भान्जो हो भन्ने थाहै पाएन। उसले कोही उटवाला होला भन्ने सम्झेर पछाडिबाट बोलायो, ओ उटवाला, मलाई पनि केही परसम्म पुर्याइदेऊ न। उटवालाले टाउको पछाडि फर्काएर हेर्दा ठग मामा आश्चर्य परे। त्यो त भर्खरै नदीमा फालेको आफ्नै भान्जा पो रहेछ। ठग मामाले भन्यो, भान्जा, मैले त तिमीलाई नदीमा फालेको थिएँ। तिमी भने उट चढेर आउँदैछौ, यो कसरी सम्भव भयो? भान्जाले फेरि कुरा बनायो, ओहो मामा, तपाईँले फालेपछि म नदीको पिँधमा पुगेँ। त्यहाँ त जनावर कति कति। हाम्रो गाउँघरमा उठ नभएकोले मैले यही छानेर ल्याएँ। ठग मामा जालमा पर्यो। लौ भान्जा, अबेर किन गर्ने त? मलाई पनि नदीमा फाल्नु पर्यो। हेरौँ तिमी जस्तै छानी छानी जनावर ल्याउन सक्छु कि? भान्जाले ढिलाइ किन गर्थ्यो र? उसले त मामालाई ठग काम गर्ने प्रविधिले सुधार गर्नु थियो। उसले मामालाई बोरामा हाल्यो। मामाले भन्यो, टाउको चाहिँ बोराभित्र नराख्दा हुन्छ कि? नदीमा जनावर छान्न हेर्नुपर्ने हुन्छ। भान्जाले मनमा नै सोच्यो। उसले मामालाई बोरामा हाल्यो। मामाले भन्यो, टाउको चाहिँ बोराभित्र नखाँदा ल, नदीमा जनावर छान्न हेर्नुपर्ने हुन्छ। भान्जाले मनमा नै सोच्यो, मैले मामालाई सोझा साझालाई नठग्ने गरी हाय लकाए पार्न पो यस्तो काम गर्न लागेको हो त। उसले बोरा खुकुलोसँग कस्यो, टाउको पनि बाहिर निकाल्यो र नदीमा फालिदियो। नदीमा फाल्न साथ मामा आत्तियो। ऊ पानीमा डुब्दै उत्रदै गर्न थाल्यो। उसले त्यहाँ कुनै जनावर देखेन। नदीमा डुब्दा 3-4 घुटका पानी खाइसकेको थियो। उसले चिच्याउन थाल्यो, म अब कहिल्यै ठग्दिन, भान्जा बाहिर निकालिदेऊ। भान्जाले भन्यो, मलाई मात्र नठग्ने होइन, कसैलाई पनि ठग्नु हुँदैन है। तपाईँले ठगेको देखेर मैले तपाईँलाई सुधार्ने यस्तो कार्य गरेको हुँ। ठग मामालाई अरूलाई ठग्ने जस्तो गलत कार्य गरेकाले सजाय पाएको कुरा महसुस बल्ल भयो। मामाले अबदेखि ठग काम गर्दिन भनेर बाचा गरे। त्यसपछि भान्जाले उसलाई नदीबाट बाहिर निकालिदियो। त्यसपछि मामा भान्जा आफ्ना घरतिर लागे।